मार्दी हिमाल ट्रेक जाने सोचिरहनु भएको छ र तपाईहरुको बजेट 7000 छ भने हजुरहरूले यो ट्रेक मज्जाले कम्प्लिट गर्न सक्नुहुन्छ। हामी चाहिँ सिदिङको बाटो जाने डिसाइड गरेका थियौ। सो हेलो एभ्रीवन, म चाहिँ रेडी भइसकेको थिएँ ट्रेकको लागि। मलाई छिटै निस्किनु पर्ने थियो र म 5:30 बजे घरबाट निस्किसकेको थिएँ। उता सन्जु भने रेडी भएर निस्किसकेकी थिए। हामीलाई लिन जिप पनि आइसकेको थियो अनि हामी हेम्जाबाट सिदिङ जाने जिप अलरेडी बुक गरिरहेको भएर चाहिँ हामीलाई सजिलो भएको थियो। जिपमा बसेर एकछिन रमाइलो गर्दै गाउँदै नाच्दै हामी सिदिङतर्फ लाग्यौँ। हामीसँग 2 जना अर्को दाइहरू पनि हुनुहुन्थ्यो, उहाँहरू पनि त्यही बाटो जाने भन्नुभएको थियो। हामी सिदिङ गाउँ चाहिँ पुगिसकेको थियौँ, तर दाइले अलि माथिसम्म पुर्याइदिन्छु, त्यहाँबाट स्टार्ट गर्दा हुन्छ भनेर हामीलाई थोरै माथिसम्म पुर्याइदिनु भयो। अब भने हाम्रो ट्रेक फाइनली स्टार्ट भएको छ। यहाँबाट चाहिँ हामीले आफ्नो ब्यागहरू निकालेर ट्रेकको लागि रेडी भयो र ऊ पनि एकदम नै धेरै एक्साइटेड थिए। सो हामी 2 जनाको नै यो सँगै चाहिँ फर्स्ट ट्रेक थियो। हामीले आफ्नो ट्रेक चाहिँ 12 बजेतिर स्टार्ट गरेको थियौँ अनि हामी फटाफट हिँड्न थाल्यौँ 2 जना नै एकदम इन्जोय गर्दै। बाटोमा गएर कुरकुरे पानीहरू खाने ब्रेक गऱ्यौँ अनि बस्दै बस्दै रमाइलो गर्दै गइरहेका थियौँ र हामी छिट्टै चिसापानी भन्ने ठाउँ पुग्यौँ। यहाँ चाहिँ हजुरहरूले लन्च ब्रेकफास्ट जे पनि गर्न सक्नुहुन्छ र ऊ त्यो पारीको बाटो भने फरेस्ट क्याम्प हुँदै आउने बाटो थियो। यहाँ चाहिँ झर्ने मान्छेहरू धेरै हुनुहुन्थ्यो किनकि सिदिङबाट फर्किनको लागि बाटोहरू युज गर्नुहुन्छ नि त। अनि हामी फाइनली लोवर लो क्याम्प पनि पुगिसकेको थियौँ। त्यहाँ पुग्दा हामीलाई करिब 1 बजेको थियो। हामी चाहिँ छिटै हिँडे जस्तो लाग्यो। त्यहाँ गएर चाहिँ हामीले खाजा खाने निर्णय गऱ्यौँ र त्यहाँ हामीले तातो नुडल्स र अन्डाको झोल खायौँ अनि हामी लाग्यौँ लोवर क्याम्पतिर। बाटोमा हामीले एकदम धेरै चौरी गाईहरू पनि देख्यौँ र यो चाहिँ रियलमा फर्स्ट टाइम नै देखेको थियौँ हामीले आफ्नो लाइफमा। अनि मजाले यो भ्यूहरू इन्जोय गर्दै भिडियोजहरू बनाउँदै हामी चाहिँ लो क्याम्प छिटै नै पुगेको थियौँ। 2 पनि बजेको थिएन हामी लो क्याम्प पुग्दा चाहिँ। अनि त्यहाँ गएर एकछिन ब्रेक लियौँ, एकछिन पानी सानी खायौँ। त्यसपछि हामी बादल डाँडा लोवर बादल डाँडा पनि एकदम नै छिटो पुग्यौँ। त्यसपछि हामीलाई जानुपर्ने थियो अप्पर बादल डाँडा, त्यसपछि हाई क्याम्प। त्यहाँबाट चाहिँ हामीलाई धेरै टाइम चाहिँ लागेन, हामी रेस्ट गर्दै 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 गएको थियौँ। अनि यो थियो अप्पर बादल डाँडा। साँच्चै नै बादल डाँडा चाहिँ यो जति बेला पनि बादल लाग्ने भएको भएर नै नाम रहेछ। त्यसपछि हामी फटाफट हाई क्याम्पतिर लाग्यौँ अनि हामी हेर्दै थियौँ कि हामी वहाँबाट यस्तो धेरै डाँडा चढेर चाहिँ यता आयो भनेर। सिदिङको बाटो युज नगर्नुको रिजन थाहा भयो कि गाइज एकदम नै धेरै उकालो छ, त्यही भएर। अनि हामी इन्जोय गर्दै हाम्रो होटलसम्म पुगिसकेको थियौँ। हामी चाहिँ होटल मार्दी पिकमा बसेको थियौँ। हामीले अलरेडी नै बुकिङ गरेको भएर हामीलाई सजिलो भयो। यहाँ टन्नै होटलहरू पनि थिए। हामी एकदम नै छिटो हिँडेछौँ र हामी 5 बजे चाहिँ हाई क्याम्प पुगिसकेको थियौँ। अनि हामी फ्रेस भयो, खाजा खायौँ। आजको लागि यति नै। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ। आई होप यु लाइक इट।